मेरो भाइ अनि विदेश 6 जना दिदीबहिनी पछिको मेरो भाइ छोरी छोरी पाइरहँदा छोरा पाउने आशमा बुढो हुँदासम्म पनि पाएको मेरो रहरको भाइ आज निधारमा रातो टीका गलामा एउटा खादा लिएर परदेश लाग्दैछ। हेर त भाइ त सानै छ जस्तो लाग्थ्यो, तर जिम्मेवारीले थिचिएको तिम्रो काँधको भारी बोक्नका लागि तिमीलाई नै छोडेर जाँदैछ। नरौ न आमा, बुढो हुँदासम्म पनि छोराको आश गरेर गर्भवती भएकी भनेर जिस्काउने समाजको अगाडि तिमीलाई नै खुसी किन्नका लागि तिमीलाई नै छोडेर जाँदैछ। नभक्कानियौ न दिदी, तिहारमा घर झिलिमिली बनाउनका लागि भाइले अब केही समयका लागि आफ्नो निधार खाली गर्दैछ। भाइ, त जहाँ जानेछस् तँलाई खाली खुट्टा पनि हिँड्दा नबिसाउने त्यस्तो बाटो मिलोस्।